गीतका बोलका साथ भाइ सिमन शिवजुरी आउने हुनुहुन्छ। कृपया जोरदार तालीका साथ स्वागत गरिदिनु होला।
श्रेष्ठलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। कविता वाचनको लागि कक्षा 3बाट अश्लेषा महाकीलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। अश्लेषा महाकी भएको कारणले अब यस कार्यक्रम समापनतिर गइरहेको म यहाँ जानकारी दिन चाहन्छु र समापन गर्ने हुनका लागि यस विद्यालयका प्रिन्सिपल श्याम कुमार मगरज्यूलाई यस माइक हस्तान्तरण धन्यवाद। आजको कार्यक्रमका सञ्चालक हाम्रा विद्यालयका शिक्षक रोजित रिजालजी, आजको यस कार्यक्रम हजुरहरूले अवलोकन गरी आउनुभयो। हुन त हाम्रो बाबु नानीहरूको प्रस्तुति मलाई त एकदमै रमाइलो पनि भयो, मलाई त एकदमै खुसी पनि लागेको छ। सबैजनाले धारण गरी हाम्रो कार्यक्रमलाई सफल गरिदिनु भएको छ। अझ विशेष त हाम्रा नर्सरीदेखि साना साना भाइ बहिनीहरूदेखि लिएर क्लास 7सम्मका भाइ बहिनीहरूले आफ्नो प्रस्तुतिहरू प्रस्तुत गरेका छन्। त्यस्तै आजको विशेष भनेको हाम्रो टिचरहरूले पनि हाम्रो देशभक्त गीत आँखैमा राख्छु मेरो गीतमा नृत्य गरेर अझ बढी मनोरञ्जन प्रदान गर्नुभयो भन्ने लागेको छ। आजको कार्यक्रममा उपस्थित भइदिनुभएका हाम्रा प्रमुख अतिथि उहाँको कार्यव्यस्तताका कारण हाम्रो कार्यक्रमबाट बिदा भइसक्नु भएको छ। अनि विशिष्ट अतिथिहरू पनि उपस्थित हुनुहुन्थ्यो र कार्यव्यस्तताका कारण यहाँबाट बिदा भइसक्नु भएको छ। उहाँहरूले आफ्नो कार्यव्यस्तताका बावजुद पनि हाम्रो यस विकास इन्टर्नसिप एकाडेमीको प्यारेन्ट्स डे एन्ड प्राइज डिस्ट्रिब्युसन सेरेमनीलाई चाहिँ आफ्नो अमूल्य समय दिनुभएकोमा विशेष धन्यवाद दिन चाहन्छु। यसले गरेर यहाँ उपस्थित हाम्रो निमन्त्रणालाई स्वीकार गरी आउनुभएका अतिथिज्यूहरू अनि हाम्रा आजका मुख्य अतिथिहरू भनेका हाम्रा अभिभावकज्यूहरू, हाम्रा बालबालिकाका अभिभावकज्यूहरू र हाम्रा विकास इन्टर्नसिप एकाडेमीका परिवार भन्छु म, हाम्रो परिवारका सदस्यहरू, तपाईँहरू अभिभावकज्यूहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। त्यस्तै यस ठाउँ उपलब्ध गराउनु भएकोमा त्रिशक्ति ब्याङ्कवेटलाई पनि विशेष धन्यवाद दिन चाहन्छु।
वीरेन्द्र मानन्दज्यू उहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। अनि चन्द्रगिरी न्युज.com.बाट आउनुभएका हाम्रा साथीलाई पनि धन्यवाद दिन चाहन्छु। विद्यार्थी भाइ बहिनीहरू सबैले राम्रो नृत्य प्रस्तुत गर्नुभयो, उहाँहरूलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। त्यस्तै नृत्य प्रस्तुत गर्नको लागि गाइडेन्स गर्नुहुने हाम्रा शिक्षिकाहरू सबिना श्रेष्ठ, सबिना महर्जन, सरस्वती महर्जन अनि रितिका लामा लगायत सम्पूर्ण शिक्षक टिमलाई म विशेष धन्यवाद दिन चाहन्छु। र यस कार्यक्रमलाई सकेर भव्यसँग समापन गर्नको लागि, सम्पन्न गर्नको लागि सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय महानुभावहरूमा विशेष धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्तै सल्लाह सुझाव र सहयोगको अपेक्षा साथ आजको यस कार्यक्रम यही समाप्त भएको म जानकारी गराउन चाहन्छु र घोषणा गर्न चाहन्छु। अनि धन्यवाद दिन चाहन्छु। र जाँदै मैले एउटा कुरा फेरि सूचना पाएँ, अघि क्लास 6बाट उत्तीर्ण भएका बहिनीहरूले प्राइजै पाएको छैन भन्ने कुरा आएको छ। अघि छुटेको भए म माफी माग्न चाहन्छु। यो अघि हाम्रो प्रमुख अतिथि र अतिथिहरूको व्यस्तताको कारणले हामीले बिचमा फर्दर प्राइज डिस्ट्रिब्युसन सेरेमनी सञ्चालन गर्नु परेको हुँदा त्रुटि हुन गएको जस्तो लाग्यो। मैले प्राइज डिस्ट्रिब्युसन सेरेमनीको लागि रत्न म्यामलाई अगाडि बोलाउन चाहे। हाम्रा पूर्व विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पनि हुनुहुन्छ र अहिलेको व्यवस्थापन समितिका सदस्य हुनुहुन्छ। र त्यस्तै सुमित्रा म्यामलाई अनि लक्ष्मी म्यामलाई प्राइज व्यवस्थापनको लागि अनुरोध गर्दै यहाँ स्टेजमा निम्त्याउन चाहन्छु। अनि अर्को कुरा, हामीले सानो खाजाको व्यवस्था गरेका छौँ, समय बजेटको व्यवस्था गरेका छौँ। सम्पूर्ण अभिभावकज्यूहरू तथा बालबालिकाहरू खाजा दिइदिनु हुन पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। गत वर्ष 2018 सालको शैक्षिक सत्रमा कक्षा 6बाट 7मा उत्तीर्ण भएका विद्यार्थी भाइ बहिनीहरूलाई म प्राइज दिनको लागि म अनुरोध गर्न चाहन्छु। 3rdमा हुनुहुन्छ प्रश्नी तामाङ, बहिनीको हौसला बढाइदिनको लागि म तालीले स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। प्रश्नी तामाङ। अनि सेकेन्ड पोजिसन लोलिमा आनन्द। त्यस्तै फर्स्ट पोजिसनमा हुनुहुन्थ्यो प्रणिका गराल। प्रणिका गरालको प्रतिनिधित्व गरेर उहाँका भाइ प्रशान्त गरालहरू उपस्थित हुनुभएको छ। त्यस्तै गरी क्लास नर्सरीबाट 3rd पोजिसनमा आउनुभएको थियो शुभम मलामी। शुभम मलामी हुनुहुन्छ। शुभम मलामी प्रमाणपत्र छुटेको हुँदा प्रमाणपत्र ग्रहणको लागि म अनुरोध गर्छु। पुरस्कार वितरण गरिदिनु भएकोमा रचना श्रेष्ठलाई हार्दिक धन्यवाद दिन्छु। र रचना श्रेष्ठलाई मायाको चिनो प्रदान गरिदिनु हुन म विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सुमित्रा अधिकारीलाई अनुरोध गर्छु। धन्यवाद रचना म्याम। अनि आजको यस कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन
गर्दै आजको कार्यक्रम यही समाप्त भयो।